गुड मर्निङ एभ्रिवान। म चाहिँ आज चाहिँ मर्निङ वाक जानका लागि निस्केको छु बिहानै। मेरो बिहानीको सुरुवात हुन्छ एक गिलास पानी। त्यसपछि म लगाउन थाल्छु सुज लगाउने समयमा चाहिँ ठ्याक्कै 5 बजिसकेको थिएँ। म चाहिँ उठ्नु चाहिँ 4:40-50तिर उठेको थिएँ। सुज लाएर म चाहिँ निस्केँ मर्निङ वाकको लागि। धनकुटे रोडमा चाहिँ म कुद्छु, तेर्से गोपा क्याम्पसम्म। धनकुटे रोड मास्तिरको पार्कमा गएर म चाहिँ एकछिन जिउ तन्काउँछु अनि खुट्टा नि तन्काउँछु। यति सबै गरिसकेपछि चाहिँ म आफ्नो घरतिर फर्किन्छु राम्रो नजारा हेर्दै। अनि आउने बेला चाहिँ म हल्का थकित हुन्छु, त्यही भएर हिँड्दै आउँछु। पुरानी साथीहरू, मर्निङमा उठ्नु मात्रै गाह्रो, उठिसकेपछि बाहिरको नजारा र शान्त हावा, शान्त वातावरण। आज त नि साथीहरू मेरो त जिउ त यस्तो हल्का भएको थियो नि, त्यसपछि के गरौँ के नगरौँ त्यो टाइपको क्या, पुरै बलाए जस्तो। त्यही भएर म चाहिँ घरमा आएर हल्का पुसअप पनि गर्दै होइन, अलिकति बडी बनाउनु पनि पऱ्यो नि त, पेट मात्रै घटाएर भएन नि त। मेरो चाहिँ पेट ओभरै लागेको छ क्या साथीहरू। पहिला चाहिँ म एकदम स्लिम थिएँ, त्यसपछि कहिले मोटाऊँ कहिले उतिउँ जस्तो लाग्थ्यो, तर अहिले चाहिँ पातलो हुनु मन लाग्छ। त्यसपछि म चाहिँ आएँ बाथरुममा आएर चिसो पानीले नुहाएँ अनि ब्रस पनि सँगसँगै गरेँ। ब्रस गरेर म चाहिँ निस्केँ। अनि त्यसपछि 10 बजीतिर मेरो खाना पनि रेडी भयो। खानामा चाहिँ मेरो त्यही मुलाको अचार थियो अनि अकौरे खुर्सानी अनि मासु साग। अनि मैले चाहिँ खाना थालेँ साथीहरू, कपाकप टपाटप चपाचप। भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धेरै धन्यवाद। फेरि भेटौँ नेक्स्ट भिडियोमा।